लाइक गर्नु झन् न नमस्ते एकचोटि भन ए हेलो एन्ड नमस्ते वेलकम टु आवर युट्युब च्यानल इट्स मी एलिसा तामाङ इट्स मी आशा श्रेष्ठ सो आज हामी चाहिँ कहाँको छौँ हाम्रो खोला घुम्नको लागि एकदम राम्रो वेदर छ यस यस सो अब हामी यहाँ एकछिन बस्छौँ यहाँ त मान्छेहरू तपाईँहरूले वेदर हेर्न सक्नुहुन्छ नि यहाँको यहाँ बसेर हुँदैन Come on, come on. 哎呦我的妈！ यो चाहिँ नेपाली स्टाइल है यसरी क्लिप भेस्टमा अड्काउने नेपाली स्टाइल खोलाको सबसे भन्दा राम्रो फुल यो यो फुलको नाम के हो कमेन्ट डाउन प्लिज कमेन्ट डाउन बिलो यो चाहिँ हाम्रो घर छेउको घाग्रा खोला वेलकम टु आवर घाग्रा खोला जुन चाहिँ होइन बर्खा आएपछि यहाँ सबैभरि पानी नै पानी हुन्छ यतिसम्म सबै यहाँभरि पानी 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 यहाँ वरिपट्टि बाख्रा गाई बाख्रामा पनि पानी हुन्छ बेला बेला हामी चाहिँ यहाँ टिकटक पनि बनाउँछौँ यहाँ अहिले चाहिँ पुरा घाँस आएको रहेछ यहाँ हाम्रो घाग्रा खोलाको पुल र भ्यू हेर्न सक्नुहुन्छ आज म देखाउँछु तँलाई केही भन्नु छ यहाँ आइज उज्यालो आउँछ तँलाई केही भन्नु छ र हामी यहाँ अलिक घुमघाम गर्छौँ र तपाईँहरूलाई यहाँको भ्यू देखाउँछौँ कति टाढा ठाउँ छ हामी यहाँ घुमघाम गर्छौँ अलिक टाढै छ 2 किलोमिटर हाम्रो घर चाहिँ यो छ है अनि भाइहरूको घर चाहिँ यहाँ छ मतलब मेरो मामा घर यता यसको घर यता मेरो घर यता हावा खानु मन छ भने चाहिँ मजा छ नेचुरल एयर है नेचुरल एयर नो एयर पोल्युसन नो साउन्ड पोल्युसन नथिङ फ्रेस एयर एकदम हुन्छ नि फ्रेस एयर हामी प्राप्त गर्न सक्छौँ अब घुमौँ न एकचोटि घुमौँ न 3, 2, 1 गो सो अहिले चाहिँ पुरा ग्रिनेरी छ पुरा ग्रिन हरियो सबैतिर हरियो छ सो यहाँ बस्छौँ हामी एकछिन अलिक गफगाम गर्छौँ कहाँ छ हौ राम्रो ठाउँ अलिक राम्रो ठाउँमा हामी बस्छौँ र हामी यो शनिबारमा एउटा च्यालेन्ज गर्न आँटेको कि हामी ब्लग बनाउँछौँ त्यो पनि हेरिदिनुहोस् होला हेरिदिनुहोस् होला हेरेर लाइक र सब्सक्राइब चाहिँ गर्न नबिर्सिनुहोस् यहाँ बसौँ ल यहाँ लेट्स ह्याभ अ सिट यहाँ चाहिँ हामी टिकटक भिडियो पनि बनाउन सक्छौँ कोही पनि मान्छे पनि आउँदैन नि होइन यहाँ कोही मान्छे पनि आउँदैन हामी यहाँ टिकटक भिडियोहरू बनाउन सक्छौँ हामी यहीँ बसेर नि च्यालेन्ज पनि बनाउन सक्छौँ तर घाम हुन्छ नि त होइन आज पो वेदर राम्रो छ अनि एउटा कुरा हाम्रो सिमिलर छ द्याट वी आर वेयरिङ ग्लास वी बोथ आर वेयरिङ ग्लास तस्मिस 1 तस्मिस 2 सो यहाँ चराहरू कराउँछ है देखिँदैन सिजन त्यो के भन्छ त्यो कदमको त्यो के भन्छ पाउडर बनाइदिनु देखिँदैन हौ यहाँ जुम गर्दा पनि ल सो यो चाहिँ कदम टिप्न गयो अलिक राम्रो गोलो डल्लो पऱ्यो ओ लड्लिस् नि आइज न यहाँसम्म पुगेन यसो कदम टिप्दैछ चुरा न एउटा यहाँ भाइले चाहिँ कदम टिपेर ल्याइसक्यो
पाउडर लाउँदा हुन्छ थ्याङ्क यू सो कदम लुक्स लाइक दिस सेतो हुन्छ इट्स अ नेचुरल पाउडर है पैसा पनि लाग्दैन फ्री पाउडर है बाटोको पाउडर खानुभन्दा यो लाउँदा हुन्छ चुटा हेर वाओ यसको हामी चुङ्गी पनि खेल्न सक्छौँ पहिले म खेल्छु यो ट्राई गरेँ एउटा 1 2 सो यो खेल्न चाहिँ धेरै मजा आउँछ नि भाइ हो कि होइन हो नि पहिला हामी चाहिँ यसको यो एउटा चुडाएर बाटो बनाउँथ्यौँ यहाँ त्यसरी सानो सानो लाइनले अनि यो के भन्छ यसको यो डल्लोको खेल्थ्यौँ कस्तो राम्रो हुन्छ कस्तो बास्ना पनि मिठो आउँछ यसको ओके सो we are heading towards our Ghagra river घाग्रे जान्छस् न खोलामा छैन बाटो नि यस्तो झारी छ नि त सो यस्तो मजाले हावा चलिरहेछ यहाँ माछा पनि हुन्छ धेरै यहाँ माछा पनि मार्नु हुन्छ है अनि के अहिले त माछा छैन ल असारको बेला अब बर्खाको बेला नि त्यो पानी आउँछ त्यतिखेर चाहिँ माछा हुन्छ सफा पानी उयो पनि छ त यहाँ नजिकै पानी टेक्नुपर्छ तर यो फालिदिउँ एउटा लु 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 चिसो छ होला पानी सो यहाँ भाइ चाहिँ फुल टिप्न गइसक्यो फाइनली फुल टिप्यो नटिप धेरै आइज चिसो फोर यो फुललाई चाहिँ के भन्छ है प्लिज कमेन्ट डाउन कृष्णको उदो जस्तो देखिन्छ नि त्यो के अरे मयूर जस्तै सो आज हामीले दुईवटा चिज टिप्यौँ एउटा भनेको यो खोलाको फुल नाम थाहा छैन फुल होइन अनि एउटा भनेको कदमको दाना डल्लो सो मैले भनेको यहाँ त्यो टिकटक बनाउनु कस्तो राम्रो देखिन्छ रुख जस्तै होइन आकाश पुरा कालो मैलो भइरहेको छ आकाश रुन आँटिसकेको छ पानी झर्न आँटिसकेको छ पानी पर्ला जस्तो भएको छ आज चाहिँ एकदमै वेदर एकदमै राम्रो छ किनभने शीतल छ नि त हिजो 4-5 बजी 5 ला भात थियो हिजो चाहिँ 5 बजीतिर चाहिँ पानी परेको थियो भन 5-6 बजीतिर अनि फेरि घाम लागेको थियो कि पानी परेर पनि आज चाहिँ बिहानदेखि नै यस्तो धुम्म परेको घाम पानी आएको थियो यस्तो रेनबो आउँछ कि भनेर बाहिर हेरेको त आएन आजको वेदर चाहिँ एकदम सही छ नयाँ नि पसिना फ्यान पनि चलाउनु परेन शीतल 24 आवर्स फ्यान चलाएको राति पनि दिउँसो पनि बिहान पनि बेलुका पनि So this is our Ghagra river. This is our गाउँको ए अनि यहाँबाट चाहिँ हाम्रो पुल छ है पुल यसो मात्रै भाइ यो चाहिँ अस्ति भर्खर बनेको हाम्रो नयाँ पुल ए अस्ति भर्खर त होइन 1 वर्ष भइसक्यो 1 वर्ष भयो तर पनि नयाँ हो नि त 1 वर्ष भर्खर नयाँ सो यो पुलमा चाहिँ हामी गएनौँ किनभने उता पर छ नजिकै हो तर हामीलाई जान अल्छी लाग्यो हैन टाइम वेस्ट हुन्छ त्यही गएर पनि के त्यही सो यो बाटोबाट चाहिँ यताबाट हामी उता चाहिँ हामी
फुलबारी जान सक्छौँ। यतापट्टिबाट हामी लक्ष्मीपुर अनि यो बाटोबाट चाहिँ हामी कहाँ जान सक्छौँ? पारी भनेको अब जस्तै घोडामारा बारदसी यो बाटो यो साइड अनि उता उता के अरे काकर होइन खै के हो समथिङ काकरभित्र टाइप्सको एउटा नाम छ हौ समथिङ त्यस्तै केही कबाटै छ हौ नाम बिर्सेँ जस्तो घोडामारा सैनिक मोडहरू होइन यो बाटोबाट जान सक्छौँ हामी सो दिस इज आवर गाउँ and this is our village so you can enjoy it अब चाहिँ हामी घरतिर जान्छौँ किनभने रात पर्न आँट्यो come on र अरू के र अब हामी एकछिन बसेर हाम्रो फोटोहरू हेर्नेछौँ and then we will go towards our house घर जाने बाटो यही हो जङ्गल हामी यहाँबाट घर जान्छौँ सो दिस इज द एन्ड अफ आवर भिडियो सो भिडियो मन परेमा लाइक गर्नुहोस् सब्सक्राइब गर्नुहोस् कमेन्ट पनि गर्नुहोस् र सेयर पनि गर्नुहोस् र यसपछि चाहिँ हामी च्यालेन्जिङ भिडियो लिएर आउँछौँ र पहिला पनि हामीले च्यालेन्ज भिडियोहरू गरिसकेका छौँ नबिर्सनु होला सो हाम्रो भिडियोलाई माया गरिदिनुहोस् र लाइक सेयर सब्सक्राइब नोटिफिकेसन बेल आइकन सब थोक गरिदिनु होला अलिक राम्रो कन्टेन्टहरू हेर्नु छ भने हामीलाई जोडिनुहोस् हामीसँग जोडिदिन सक्नुहुन्छ र इन्स्टाग्राम लाइक सेयर सब्सक्राइब र यसको पनि युट्युब च्यानल छ सब्सक्राइब गरिदिनुहोस् यति भन्दै हामी बिदा माग्न चाहन्छौँ नमस्ते बाई बाई